ल अहिले चाहिँ म धरान 4 अन्तर्गत निशान डाँडा एरियामा छु। धरान बजारदेखि करिबन यो बाँझोगराको क्षेत्रबाट 15 देखि 20 लगभग आधी घन्टाको दूरीमा आइसकेको छु। यो भनेको एकदमै स्टिप ठाडो त होइन, लगभग ढलान स्लोप क्षेत्र पर्छ। चुरे एरिया हो। कोइठोङ समतल पनि छ भने कोइठोङ ठाडो बाटो पनि छ। क्रमशः हेर्दाखेरि एकदमै राम्रो धरानको दृश्यहरू भ्यू पोइन्ट हुनु लायकको एरियाहरू जस्तो देखिँदो रहेछ। यो हेर्दैछौँ हामी। बाटो भनेको चाहिँ पुरै अफ रोड छ। फेरि पनि धेरै राम्रो छ अहिलेको अवस्था चाहिँ पानी नपरेको कारणले गर्दा। यदि पानी परेको समय भने चाहिँ यहाँनिर गाडी चल्नको निम्ति निकै मुस्किल पर्छ जस्तो महसुस गरेँ मैले। किनभने यो चिम्टे माटो एकदम मोटाइलो माटो रहेछ। यसमा चाहिँ धेरै स्लिप हुने सम्भावनाहरू बढी हुन्छ। त्यो कारणले गर्दाखेरि ठिक छ, अहिले मेरो उकालो जाने क्रमहरू बढिरहेछ। धेरै राम्रो छ। पानी बिजुलीको व्यवस्था राम्रो भएको ठाउँ। बाटो पनि तकरिबन यतिको ठिकै हो भनौँ। अहिले म धरान 4 अन्तर्गत पर्न जाने निशान डाँडा क्षेत्रमा आइपुगेको छु। यो क्षेत्रमा आइपुग्नुको लागि धरान बजारबाट करिब मलाई 30 मिनट लाग्यो। म आफै अचम्मित परिरहेको छु। ती तल 30 मिनटको दूरीमा त्यत्रो जनघनत्व भएको धरान बजार, यी माथि 30 मिनट माथिको बाटो चाहिँ एउटा मानवविहीन जस्तो बस्ती, गाउँ बस्ती छ। तर अत्यन्तै रमणीय लाग्यो मलाई। यहाँबाट भनेको चाहिँ धरान बजारदेखि लिएर लगभग धरानको एरियाको सबै क्षेत्रहरू देखिँदो रहेछ। एउटा रमणीय दृश्यहरू देख्ने भएकै कारणले गर्दा म आज एउटा युट्युब च्यानल बनाउन लागिरहेको छु। हुनु त म युट्युबर त होइन, फेरि पनि रमणीय दृश्यहरू भएको ठाउँहरूको चाहिँ एउटा भिडियो बनाएर सेभ गरिराखौँ भिडियोलाई, ताकि कुनै दिन म आफै हेर्न सकौँ भन्ने मेरो एउटा धारणा हो। त्यसले गर्दा तपाईँहरू पनि हेर्नुहोस् जतिले देख्नुहुन्छ, र ठाउँहरू पनि आउनुहोस् तपाईँहरू। एउटा वकिङ प्लेस जस्तो पनि रहेछ। यो बिहानको समयमा हो। धेरै राम्रो राम्रो ठाउँहरू देख्न सकिने रहेछ। तपाईँहरू पनि आएर एकताल घुमेर धरान बजारहरू हेरेर जानुहोस् भन्ने एउटा मेरो विशेष धारणा हो। अहिले चाहिँ निकै माथि नै आइपुगेको छ। यो क्षेत्रमा चाहिँ यस्तो तरिकाले देखिँदो रहेछ सबै चारैतर्फको दृश्यहरू यहाँदेखि म देखाउँदैछु। कस्तो देखिन्छ हेर्नुहोस्। हेर्नु चाहिँ त्यसले कमेन्ट पनि गर्नुहोस्। धेरै रमणीय दृश्य लाग्यो मलाई चाहिँ। तर अलिकति मान्छेको हाउभाउ चाहिँ अत्यन्तै कम्ती रहेछ। खेतहरू पनि बाँझे, घरहरू पनि लगभग छोडिएको अवस्थामा छ। अहिले चाहिँ म धरान 15देखि हिँडेको चाहिँ करिब आधी घन्टाको लगभग भइसक्यो। करिब आधी घन्टा म पैदल हिँड्दाखेरि चाहिँ यहाँसम्म आइपुगेँ। भनेपछि धरान बजार अहिले चाहिँ देखिँदैन। फेरि पनि यो क्षेत्रको राम्रो राम्रो दृश्यहरू देखिन्छ। डाँडाहरू म गाउँघरमै पुगे जस्तो महसुस भइरहेछ अहिलेको अवस्थामा। धेरै रमणीय स्थान रहेछ। पशुपालन गरिने ठाउँ, खेतीबाडी गरिने ठाउँ रहेछ। धानको माच, परालको माच भएको ठाउँ रहेछ। र धरान बजार पनि हेर्नको निमित्त अत्यन्तै राम्रो भ्युज भएको ठाउँ रहेछ। धरान बजार यसरी हेर्दै टक्कसँगले खेतीबाडी गरी खाँदै बस्न पाइने ठाउँ भनेको चाहिँ यो क्षेत्र मात्रै लाग्यो मलाई, एउटा धरान एरियामा। तपाईँहरूलाई कस्तो लाग्छ हेर्नुहोस्। वारिपारीको डाँडाहरू, विजयपुर एरिया, विष्णुपादुका एरियाहरू सबै देख्न पाइने। आफ्नै बारीमा केरा फल्ने, बाटैभरि चट्टसँगको बाटो पनि एकदम उत्तम। तर पानी पऱ्यो भने चिप्लेर जान्छन् फेरि। त्यो खालको ठाउँहरू भएको चाहिँ
क्षेत्र चाहिँ एउटै मात्रै निशान डाँडा एरिया लाग्यो मलाई। यो धरान बजारदेखि धेरै टाढो पनि छैन, करिब 30 मिनट पैदल दूरीमा रहेछ। अहिले चाहिँ हिँड्दै आउँदाखेरि यति रमणीय स्थानमा पनि आइपुग्यो। यो चाहिँ मानव बस्ती बस्नका निमित्त एकदम उत्तम स्थान जस्तो लाग्यो। चुरे भाबर क्षेत्रमा यति मजाले बसेको ठाउँ कतैबाट पनि केही भत्किने खालको नभएको ठाउँ भनेको लगभग पाइँदैन। यसमा चाहिँ बस्ती धेरै राम्रो, बाटो पनि राम्रो, खेतीबाडीहरू गरेको रहेछ, केराको बोटहरू भएको, भैँसी वस्तु पालेको ठाउँ, घरहरू पनि नयाँ नयाँ यसरी बनाउँदै गरेको ठाउँहरू रहेछ। धेरै रमणीय दृश्य लाग्यो, राम्रो छ एकदम। अहिले चाहिँ म यो डाँडासम्म चाहिँ आइपुगेको छु वकिङ गर्दै। 8 पनि बजिसकेछ। घाम पनि एकदमै दरो गरी लागेको छ। अहिले माघ महिनाको आज 3 गते हो, फेरि पनि घाम चाहिँ एकदमै तापुङ लागिरहेछ। तर म छिट्टै पुग्नुपर्ने भएको कारणले गर्दा लास्ट डेस्टिनेसन भनेको चाहिँ मेरो यो डाँडा हो। अब यो डाँडादेखि म वापस हुँदैछु धरानतर्फ। कस्तो रहेछ डाँडाको पनि चारैतर्फ घुमी एकताल हेरिहेरौँ है त। यो माथि चाहिँ गाई पालेको घर रहेछ, यता तल भनेको जङ्गलै जङ्गल। अब यो तल घामले गर्दाखेरि आँखा देखिँदैन। यो तल आएको, यो तलको बाटो भनेको देखिएको भनेको चाहिँ म आउँदै गरेको बाटो। अब यो उकालो जाने बाटो भनेको चाहिँ यो उकालो कहाँ जान्छ मलाई पनि थाहा छैन होइन। त्यो कारणले गर्दाखेरि अब हामी लास्ट रिटर्न टु ब्याक आफ्नो घरमा आए। लोके बाई। ल अहिले चाहिँ अलिकति हाम्रो जङ्गलको पनि यात्रा छ। जङ्गलको यात्रा भन्नाले अहिले चाहिँ जुन चाहिँ गाडी हिँड्ने बाइक हिँड्ने बाटोदेखि अलग्गै ट्र्याकमा हामी आइएको छ। निशान डाँडा आउने क्रममा चाहिँ आज म वकिङको तौरबाट आएको खास गरेर, तर धेरै नै वकिङ गरिदिएछ। लगभग अहिलेसम्म चाहिँ 1 घन्टा भइसकेको छ। हुनु चाहिँ यो क्षेत्रसम्म आइपुग्नुको निम्ति धरान 15 बाँझोघरा एरियाबाट चाहिँ करिबन आधी घन्टासम्ममा यहाँ आइपुग्ने रहेछ। तर फेरि पनि आज चाहिँ म अलिक धेरै नै हिँड्नु भन्ने विचार थियो र यो क्षेत्रमा आउँदाखेरि चाहिँ धेरै रमणीय दृश्यहरू देखेको कारणले गर्दा धरान भ्यूज पनि अत्यन्तै राम्रो देखिएको कारणले गर्दाखेरि म चाहिँ एउटा युट्युब च्यानल नै बनाउनु पऱ्यो भन्ने एउटा विचार गरेँ। र हुन त म खासै युट्युबर त होइन, फेरि पनि आफू कहाँ घुमियो, कतिको राम्रो ठाउँहरूमा गइयो भनेर चाहिँ हेर्नको निम्ति एउटा युट्युबमा चाहिँ भिडियो सेभ गर्ने क्रमहरू गर्छु म। त्यसले गर्दाखेरि अहिले चाहिँ अलिकति पुरै सफा गाडी रहेछ। यो बाटो चाहिँ पैदल छ। बाटो कस्तो रहेछ भनेर म तपाईँहरूलाई फ्रन्ट क्यामेराद्वारा पनि देखाउनेछु, हेर्दै जाउँ। यो चाहिँ अहिले फर्किने क्रममा धरानको भ्यू, धरानमा चाहिँ अहिले घाम लागिरहेको अवस्था रहेछ र यसो हेर्दाखेरि धेरै राम्रो रमणीय दृश्य जस्तो लागेर चाहिँ फेरि पनि एउटा भ्यूज म बनाउँदैछु। यो देखिएको भनेको चाहिँ विजयपुर क्षेत्र पर्छ। यो विजयपुर र अलिकति जङ्गलहरू रहेछ। यो भनेको चाहिँ यतै नै यो निशानी डाँडा एरिया पर्यो। यो पारी देखेको डाँडाहरू भनेको चाहिँ चिन्डे डाँडादेखि माथिको डाँडाहरू हो। त्यो डाँडाहरू भनेको चाहिँ विष्णुपादुका धरान 20 अन्तर्गत पर्न जान्छ। र दृश्यहरू धेरै रमणीय दृश्यहरू रहेछ, राम्रो रहेछ। करिबन यहाँदेखि धरान पुग्नलाई भनेको आधी घन्टा जस्तो पैदल रोडको बाटो रहेछ। म अघि धरानदेखि यहाँसम्म आइपुग्दाखेरि लगभग 25 देखि 30 मिनट
भित्रमा म यहाँ आइपुगेको थिएँ। दृश्यहरू धेरै रमणीय रहेछ। हेरौँ सबैले। अहिले म हिँड्दै गरेको बाटो चाहिँ यस्तो खालको छ, यस्तो खालको छ। त्यो चाहिँ अगाडिको क्यामेराबाट देखाइएको हो। अब तर यो बाटो कहाँ जान्छ भन्ने कुरा मलाई खासै थाहा पनि छैन। तर म अलिकति पत्रसम्म कस्तो रहेछ भनेर हेरेर फेरि वापस हुने हो। वापस हुँदा पनि तपाईँहरूलाई देखाउने छु।